हँसी मजाक बनाएका थिए। ठुलो कक्षामा अध्ययन गर्ने कुनै एक दिदीले मेरो मित्रहरूको ग्रुपमा मेरो फोटोसहित क्रूर शब्दहरू लेखेका रहेछन्। त्यसपछि सामाजिक सञ्जालमा जोडिने अनेकौं जान अनजान व्यक्तिहरूले मेरो शरीरको खिल्ली गर्दै नकारात्मक टिप्पणीहरू गर्न थाले। यसो सबै देखेपछि मलाई आफ्नो शरीर देखेर स्वयं आफूलाई नै हिंसबोध लाग्यो। त्यसपछि सामाजिक सञ्जालबाट म टाढा रहन थालेँ। विद्यालयका कार्यक्रम र पारिवारिक गोलमेलबाट म टाढा रहन थालेँ। मेरो शरीरको मोटोपनको कारणले म राम्रोसँग खान छोडेँ। दिनमा म मुस्किलले एक छाक खान थालेँ। भोकाएको अवस्थामा केही फलफुल र अर्सकार पानी मात्र पिएर म आफ्नो भोकलाई टाल्न थालेँ। यो पिरले रातमा राम्रो निद्रा पनि लागेन। विगत 6 महिनामा 4 चोटि बिरामी भएपछि बाबाले मलाई डाक्टर कहाँ लगेर जानुभयो। कुपोषणको बिरामी भन्छ। म छोरीले राम्रो नखाँदा बाबा र आमालाई पिर परेको छ। सम्झनुहोस्। तर मलाई जसरी भए पनि शरीरको मोटोपन घटाउनु छ। धेरै कमजोर महसुस गर्छु। वार्षिक परीक्षा नजिकै छ। परिवारमा सामेल हुन सक्ने अवस्था छैन। त्यसैले गर्दा म तनावमा छु। धेरै निराशमा छु। त्यो पोस्ट गरिदिन्छ साथीले, स्कुलको कुनै ठुलो दिदीले पोस्ट गरिदिन्छ। अनि त्यसपछि आफ्नै ग्रुपको साथीहरू जसरी भए पनि मैले आफ्नो शरीरलाई